चाहिँ मार्केट आइसकेका छौँ र मार्केटमा अब तपाईँ नेपालमा बसेर अब जापानको लागि प्रोसेसिङमा हुनुहुन्छ र जापानमा आउने बित्तिकै कसरी सपिङ गर्ने के गर्ने भन्ने कुराको खोजीमा हुनुहुन्छ भने हामीहरूले तपाईँहरूमाझ देखाउँदैछौँ। हेर्नु होला कसरी सामान किन्ने, कसरी रेट लेखेको हुन्छ, कसरी पर्चेस गर्ने र कसरी बिल तिर्ने भन्ने कुरा चाहिँ हामीले देखाउन गइरहेका छौँ। कृपया हेर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। चाहिँ हामीले हो यो लिनुपर्छ। यो लिइसकेपछि यसमा चाहिँ सामानहरू हाल्नको लागि यो लिनुपर्छ र हाम्रो सपिङ मलमा हामी आइसकेका छौँ। सपिङहरू चाहिँ यस्तो छ, हेर्नु देख्न सक्नुहुन्छ। हाम्रो सामानहरू किन्नभन्दा अघि चाहिँ हाम्रो रेट लेखेको हुन्छ। यसमा चाहिँ माथिल्लो रेट र यो 1080 चाहिँ तल्लोको रेट हुन्छ है। यो बुझेर किन्नु होला किन्दा चाहिँ। र अगाडि अब तरकारीहरू किन्नुहुन्छ भने हाम्रो यही मार्टमा छ। यो चाहिँ हाम्रो ठुलो मार्ट हो, देख्न सक्नुहुन्छ। यो ठुलो मार्टमा फलफुलहरू, यो हाम्रो बुकीहरू हैन, सबै हजुरहरूले खोजेको मासुदेखि लिएर, खानादेखि लिएर, चक्लेटदेखि लिएर, स्पाइसेसदेखि लिएर सबै पाइन्छ हैन। गर्नु होला। र हामीले किन्ने चाहिँ हामीले हजुरलाई रेट यसरी बताउने छ, हेर्नु है त। यसको रेट रहेको छ 239 रुपियाँ। हाम्रो यो 239 रुपियाँ रेट छ नि। यसलाई चाहिँ हामीले किनेर लगेर उहाँ चाहिँ हामीलाई अलिक पेमेन्ट गरेको। बिफ आइटमहरूदेखि लिएर सब आइटमहरू पाइन्छ यो मार्केटमा चाहिँ हैन। सब छ यहाँ चाहिँ बिफ आइटम। यहाँ चाहिँ हजुरको पार्टेसन अनुसार हुन्छ सबै। यो चाहिँ मासुको आइटम, मासुको आइटम। अनि यो चाहिँ हजुरको माछा, यो चाहिँ सायद पिकको सामान सबै लेख्छ हजुरको। यो चाहिँ भाषा चाहिँ पढेर आउनु होला। हेर्नु, हामी चाहिँ यहाँ बोल्न नसकेर, बोल्न नजान्दा दुःख पाइएको छ एकदम। यहाँ चाहिँ एकदम उसहरूको छ, यो बिफहरूको मासु, उसको मासु। यो चाहिँ हेरेर खानुपर्छ होइन। बिफ खानलाई त केही भएन, तर चाहिँ ऊ हुन्छ यस्तै रेटहरू रहेको हुन्छ। ओसाके अनि यो रक्सी क्यानहरू सब जे भनौँ चाहिँ होइन। यसको एकदम सस्तो भन्ने कि नै महँगो भन्ने होइन। अब यत्रो रक्सी छ, यिनीहरू रक्सीलाई जम्मा रेट हेर्नु न, 350। अब यति ठुलोलाई जम्मा 1950। रेट चाहिँ एकदम सस्तो छ। रक्सी खानेहरूको लागि त यहाँ त दसैँ आए जस्तो हुन्छ। यहाँ जापानमा आइसकेपछि यत्रो रक्सीलाई 3200। उहरू भिआइपी रक्सीहरू अनि यो क्यान आइटम अनि यस्तो खाने ड्रिङ्क्स चाहिँ सबै पाइन्छ। यता चाहिँ इलेक्ट्रिक सामानहरू छ। काउन्टरतिर जाँदैछौँ है, काउन्टरतिर जाँदैछौँ। अब के कस्तो हुन्छ हेरिदिनु होला। फेरि भन्न चाहन्छु, लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। यहाँ चाहिँ हाम्रो यता चाहिँ काउन्टरतिर जाँदैछौँ है, काउन्टरतिर जाँदैछौँ। अब के कस्तो हुन्छ चाहन्छु, लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। जान्छ यहाँ चाहिँ हाम्रो, यहाँ चाहिँ उहाँहरूले सबै रेट गरिदिनुहुन्छ हाम्रो। यसमा रेटहरू हुन्छ होइन। यसमा यस्तै रेटहरू भएपछि यस्तो यहाँ सामान हुन्छ। रेटहरू भइसकेपछि सामान हुन्छ। यो यस्तरी चपस्टिक पनि आउँदैछ चाउमिन खाँदाखेरि चाहिँ। हामीले यो सामान किनेका छौँ। आइ प्लास्टिक चाहिन्छ किन भनेर सोध्नु भएको थियो। हामीलाई चाहिँ चाहिन्छ भने अब यता चाहिँ हाम्रो यो सामानको चाहिँ बिल पेमेन्ट गर्ने। यता हाम्रो त्यो सामानको चाहिँ बिल हामी यसरी आएको छ 2058 रुपियाँ। त्यो चाहिँ हामीले अब यहाँ छिराउने छौँ। पैसा ऊ त्यो त्यति कति छ त्यहाँ, त्यो हाल्नु सबै। हामीले यहाँ पैसा हाल्दैन होइन। हामीले चाहिँ यहाँ अब कति भयो त्यहाँ, यसरी गरेर कति भयो त्यहाँ, यसो गरेर कुन गर्ने क्यासमा हो यहाँ दबाउने। अनि यहाँ दबाइसकेपछि यहाँ हामीले राखेको पैसा जान्छ होइन। हामीले चाहिँ यहाँ 345, 745, 582 रुपियाँ रहेछ। हाम्रो चाहिँ 2058 रुपियाँ बिल आएको छ। तिमीले नि हाल्दैन लगमा हाल्छु कि ए 1043 भएछ। ठुलोको धेरैसँग ढ्याकी यस्तो गरेर 1304 रुपियाँ हाल न। 1300मा हाल्छु कि अब। अनि त्यसपछि चाहिँ म यहाँ 1000 रुपियाँ चाहिँ छ बताएँ मोबाइल। मैले चाहिँ अब यहाँ 1000 रुपियाँ हाल्दैछु होइन। 1000 रुपियाँ हाल्छु। यो 1000 रुपियाँ चाहिँ अब यो यस्तरी गरेर यसलाई चाहिँ यहाँ यस्तरी राखिदिएपछि यहाँ ट्याक्क गएपछि
यहाँ दबाउनु पर्ने रहेछ यस्तो गएपछि यहाँ हाम्रो 2300 रुपियाँ भयो होइन 2300मा 296 रुपियाँ हाम्रो फर्किने हो त्यसलाई चाहिँ यो गरेर चम्चिङ नि हालेको होइन यो गरिसकेपछि हाम्रो यहाँबाट पैसा फर्कियो होइन यस्तो यहाँ पैसा लियो पैसा लिइसकेपछि अनि त्यसपछि हजुरको यहाँबाट गर्छ भ्याइयो अब त्यसपछि हामीले सामान लिएर घर जाने यति गर्नु होला